उसिनेको भ्यान्टाको अचार, घरको स्वाद, गाउँको याद एकैचोटि मनमा आउँछ। आज पोल्ने ठाउँ छैन है। अचार आगोले होइन, माया र मनले मिठो हुन्छ। ल सुरु गरौँ है त। भ्यान्टालाई पखालेर काट्ने, त्यसपछि चाहिँ मैले प्रेसर कुकरमा राख्दैछु। स्वाद अनुसार नुन राख्ने, त्यसपछि अलिकति तेल पनि राखिदिने। सर्लक्क प्रेसर कुकरको बिर्को लगाउने, सुई सुई 2 सिटी लगाउने, चटक्क एउटा कचौरामा निकालेर खुरुखुरु थिच्ने। ढिकीमा पिसेको जस्तो स्वाद त छैन होला, तर हातको माया मिसिएको अचार जे भन्छ मिठो भन्छ। खोर्सानीको धुलो राख्ने, थोरै नुन पनि थपेँ मैले, कागतीको रस, हरियो धनियाँ छ भने अलि निकै, त्यसै गरी मसिनो टुक्रामा काटेको प्याज, हरियो खोर्सानी, अलिकति बेसार, तातो तेलमा मेथी, जिरा, तोरी, त्यसै गरी लसुन राखेर रातो रातो हुने गरी फुराउने। त्यसपछि अलिकति हिङ पनि राख्नुपर्छ। अब ज्वाइँ बेसारमाथि राखेर झानिदिने। ओ माई गड, पुरै घरै एकदमै मिठो बास्ना फैलिएको छ। लसुनलाई चाहिँ मजाले मिच्ने, ताकि यो भ्यान्टाको अचारमा सबैतिर राम्रोसँग फैलिन्छ। पोल्ने ठाउँ भएन भनेर स्वाद हराउँदैन है। मन भए पुग्छ। अचार त उसिनेर पनि मिठो बन्छ। आज चाहिँ मैले तातो भातसँग खाँदैछु। हजुरहरूले पनि यसै गरी ट्राई गर्नुहोला। मेरो सानो प्रयास।